हेलो नमस्ते बिहानको हतारको साथमा आस्था र म चाहिँ तयार म्यार पढेर चाहिँ आजको स्कुल लागेको। आज चाहिँ नानीको स्कुलमा चाहिँ स्पोर्ट्स डे हो नि त, त्यही कारण कस्तो हतारमा स्कुल पुग्यौँ। स्कुलको ग्राउन्ड त सन्नाटा रहेछ। बिस्तारै बिस्तारै भित्र पसेको त आमामा मान्छे त भिड धन्न। हामीले चाहिँ सिट चाहिँ पायौँ, सेकेन्ड सिट पायौँ हो। मजा लाग्यो। अब स्टार्ट हुनु आँटेको छ। स्टार्ट भन्दा भन्दा स्टार्ट पनि भयो हो। आँसु चाहिँ हामीलाई पुरा खोज्दो रहेछ। बल्ल बल्ल आँसुले भेटेर चाहिँ बेग पुगाउनुको लागि आमा बेग राखिदिँदै गर्नु भनेर चाहिँ जान्दैछ। पापासँग बात पनि मार्नु पाएन, पापाको फोन त्यति नै खेर आएको थियो। बाई भनेर चाहिँ गयो हतारको साथमा हो। अन्त इदानको स्टार्ट पनि भयो हो। अन्त परमोटी चाहिँ मेरै छोरी हो। अन्त यहाँ चाहिँ उसको साथी दिया रहेछ हो। मैले चाहिँ भिडियो अलिअलि मात्रै गरेँ, ज्यादा लामो भिडियो हुन्छ भनेर चाहिँ हो। कति भिडियो त मैले गरिनँ पनि हो। के अरे पुरा डिस्टर्ब भयो नि त, मैले हेर्नै पाइनँ भिडियो गरेर। त्यही कारण चाहिँ कति त भिडियो पनि गर्नु पाइनँ मैले। यहाँ चाहिँ लु अब डान्सहरू स्टार्ट भयो। यस्तो मजा लाग्छ म चाहिँ डान्सहरू हेर्नुको लागि। यहाँ चाहिँ बङ्गाली डान्स, नेपाली, मराठी, राजस्थानी, पन्जाबी सबै डान्स रहेछ। कस्तो मजाले नाच्यो। यहाँ चाहिँ नेपाली डान्सहरू नानीहरू नाच्दैछ। हिमालयले ढाक्यो कान्छा भन्ने नेपाली गानामा चाहिँ यस्तो मजाले नाच्यो हो। अन्त लु हामीहरू अब हेर्दा हेर्दा भोक पनि लाग्यो। ठिक्कै प्याकेट लन्च पनि पाइहाल्यौँ हामीले हो। मजाले खाँदै आनन्दले हेर्दैछौँ हामीहरू हो। आँखा नझुम्काइकन खुसी खाना पाउँदा त हामीहरू हो। दियाको मम्मी हामीहरू। अन्त आँसु आउँदै जाँदै साथीहरूसँग फेरि जाँदैछ ग्राउन्डमा भन्दा भन्दै मैले कतिवटा त अझै भिडियो गरिनँ, स्पोर्ट्सहरू भएकोहरू, रनिङहरू भएकोहरू हो। हुन्छ अन्त आजलाई यति नै। बाई बाई। भिडियो त लामो थियो तर लामो बनाइनँ। बाई बाई।